새벽에 찾아. हेलो गाइज, अब चाहिँ हामी यहाँबाट काँडेसम्मको यात्रा गर्दैछौँ। यसपछि हाम्रो अस्ट्रेलियन बेस क्याम्पको यात्रा चाहिँ सुरु हुन्छ है त। के भन्दा छैन, यात्रा चाहिँ राम्रो हुन्छ अनि हामी खुसी भएर धेरै इन्जोय गर्नेछौँ। कोही ल ल गाइज हामी आइसकेको छौँ। झरिसक्यौँ, अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। आइकवाला चाहिँ यो चाहिँ हाम्रो म्याप रहेको छ, देख्न सक्नुहुन्छ। हामी पुग्ने आजको डेस्टिनेसन चाहिँ यो रहेको छ। अनि यो चाहिँ हाम्रो पिङ्गलहरूको मार्ग थकाली खाजा घर। ल अब चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ। यो चाहिँ हाम्रो पोको 15 त्यही भन्दा हामी आएको बस चाहिँ त्यो रहेको छ। ल त्यहाँ आउँछु कि ल अब चाहिँ हामी हिँड्दैछौँ। ल हिँडेर पोका बोकेर हिँडिरहेका छन्। घोडाले सामान बोके चाहिँ घोडाले साइडमा बोके चाहिँ यिनीहरूले कुम्ला थुम्लामा बोकेछन्। र यो चाहिँ हाम्रो डिरेक्सन देख्न सक्नुहुन्छ। त्यस्तो सबै नभनौँ, यता घर नै कता यता हो। म फेरि अर्कै बाटो जाम्ला र यो चाहिँ हाम्रो लोकल घर ओप्पी पहिलाको देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो साग खेती खतरा छ, राम्रो साग फलेको यार। बाटो चाहिँ यस्तो रहेको छ, बाटो चाहिँ यस्तो रहेको छ देख्न सक्नुहुन्छ। यता मफलर निकालेर लाउने अरे हावा चल्ने बित्तिकै। अब यो एकछिन हिँड्छौँ अनि बिस्तारै बिस्तारै भन्छन् हामीले हजुरलाई के हुँदैछ भनेर। यता चाहिँ बेसार सुकाउँदै टक्क तिनको सही इस्तेमाल भयो बेसार सुकाउँदा टक्क लाएर कोही नआयो नि केही फरक ल अहिले चाहिँ अपडेट यति नै है त। साथ हामी फेरि वेलकम ब्याक भइसकेका छौँ र अहिले अब बाँकी हामी 1 घन्टाको बाटो हामी 10 मिनट हिँडिसकेका छौँ। उकालो सिकिस्तै छ यहाँ मान्छेहरू, सिकिस्तै हिँड्न नसकेर। अब यति टक्क इन्जोय एभ्री सेकेन्ड अफ यर लाइफ। यो फलो गर्नु होला हजुरहरूले। अब बाँकी जम्मा कति मिनट 50 मिनट भनेर कहाँ हो लेखा थियो यार। तल हो यहाँबाट चाहिँ यस्तो गजबको भ्यू देखिसकेको छ, देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो टक्क सिडी जाने। यहाँ मान्छे थला परेर प्रकृतिजी के भन्न चाहनुहुन्छ? पूजाजी तपाईँ के भन्न चाहनुहुन्छ? ठिक छ ल, दुइटैको ठिक छ हजुर। ल रेस्ट इन पिस भन्दै हामी अब आफ्नो यात्रा निरन्तर गर्न चाहन्छौँ। धन्यवाद। प्रकृतिजी आउनुहुन्छ, पूजाजी यहाँ हुनुहुन्छ। अब आउनु लागिसकियो, सबैको आफ्नो आफ्नो दुःख कष्ट हुँदै हामी आउन लागिसकेका छौँ। खासै धेरै टाढा सोचे जस्तो चाहिँ नरहेछ। अब त्यहाँ गएपछि ठाउँ कस्तो छ त्यो चाहिँ बेली विस्तारमा म बताउनेछु तपाईँलाई। धन्यवाद। ब्रेकमै बोल्न पनि गराइ चिन्जान छैन पहिलो ब्रेकमै बोल्न पनि गराइ जति हेऱ्यो त्यति राम्री मन पराए सराइ माया लाउन मिल्छ र अहिले घरि खेतमा गाउन छ र पिल्छ र माया लाउन मिल्छ र अहिले घरि खेतमा गाउन छ र पिल्छ र माया लाउन मिल्छ र अहिले घरि खेतमा गाउन छ र पिल्छ र माया लाउन मिल्छ र अहिले घरि खेतमा गाउन छ र पिल्छ र माया लाउन मिल्छ र। हेलो गाइज, अब चाहिँ हामी आइसक्यौँ
आइसक्यौँ। 1 घण्टाको बाटो कम्प्लिट भयो हाम्रो हिँडेर। र अब चाहिँ ठ्याक्क हामी अस्ट्रेलियन बेस क्याम्प आउँदै हजुर यस बाटोमै छौँ। अब धेरै टाइम छैन, हामी हिँड्दै छौँ रस्तेमै। हामी अब लगभग आइसकेका छौँ। यहाँबाट यस्तो राम्रो फिस्टेल देख्न सक्नुहुन्छ। फिस्टेल त हो नि, माछा पुछ्रेलाई फिस्टेल भन्छ कि पागल भयो मान्छे। हिमाल यस्तो कस्तो राम्रो आएको त यहाँ त भन्नजीको साइडमा खाली भयो, बिचकोमा चाहिँ हिउँले भयो। अब चाहिँ आइसकेको छ। यो चाहिँ हाम्रो गेट, एकदम ट्रेडिसनल गेट। पूजाजी जानुभयो, प्रकृतिजी जानुहोस्। अब चाहिँ म जान्छु टक्क लाएर। अब चाहिँ हामी धम्पुसतिर लाग्दैछौँ। बिचमा केही खाना खान्छौँ, खाजासाजा ल्याएको, अनि त्यसपछि फर्किन्छौँ हामी। 1 घन्टा अब 1 घन्टामा चाहिँ हामी धम्पुस पुगिन्छ। अब धम्पुस गएर बस्ने नि भोलि। यहाँ चाहिँ डिरेक्सन छ फेरि धम्पुस। उता पोथाना लान्द्रुक लेख्यो। लान्द्रुक धम्पुस एउटै होला। उठान रहेछ अरे एउटा बाटो उता। प्रकृति चाहिँ डिरेक्सन सोध्देखि टक्क 25 मिनट लेखा भन्नु। हेर्न सक्नुहुन्छ हिमालको भ्यू। गाइजहरू देख्न सक्नुहुन्छ यस्तो जङ्गलको बाटो, अनि यो भर्याङ हुँदै हामी फाइनल्ली गाइजहरू अब होटलमा बत्ती बलेको देखिसकेपछि त एउटा स्टिकर खाली चाहिँ यहाँ हामी बस्ने होटल एकदम राम्रो एम्बियन्स रहेको छ। र अब म चाहिँ भित्र जाँदैछु। रुम नम्बर 202। खस्ता आउने दिन यस्ता आँपेहरू मान्छेहरू आगे यार। अब त आउँछु, कति बाहिर राख्छौ। नक नक। ये थैंक यू। यो चाहिँ हाम्रो रुम रहेको छ। डस्टबिन, टेबल, यो चाहिँ वाशरूम। सुरुवातै खत्म हो गया यार। चाहिँ म, यो चाहिँ हाम्रा दोस्तहरू। ये अब चाहिँ खाना खान लाग्दा गाइज अब चाहिँ हामी खाना खाएर आइसकेका छौँ। पुरै पेट तन्न भइसकेको छ होइन होइन एकदम होला। यता चाहिँ हाम्रो भएर गोजी खाने बनाउन चाहिँ तास खेल्यौँ है। अब चाहिँ हाम्रो तास सेसन हुन्छ। उठम
के जैसा चश्मा लगा के कोकोनट में लस्सी मिला के आ जाओ सारे गुड़ बना के अहिले चाहिँ ममता प्रकृति चाहिँ नि पानीमा गयो तातो पानी करेन्ट बनाउनलाई अनि म चाहिँ जाडो भयो भनेर चाहिँ नि नगएको 4 गिलास पानी दुईटाले 4वटा हातमा बोकेर आउँछ म तिनीहरू चाहिँ यहाँबाट आउँछ प्रकृति नआइज नै प्रकृति आउँछ नि एकछिन ब्लग यहाँ नि ल तातो पोलो 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 म चाहिँ जान्छ होइन तिमी एकछिन चाहिँ बसिराख्नु है हाम्रो फोटो सेसन हो यहाँ माथि चाहिँ नि साडी लगाएर चाहिँ नि के भन्छ काम चलाउ गर्दै अहिले बाटोमा चटपट खाने भएर चाहिँ ममताले यहाँ चट्ट लगाएर प्याज काट्थेँ नि प्रकृति यहाँ 10 काम गर्थेँ मैले नि यसो छोडेर राखेँ अहिले मात्रै भिडियो गरेको ल अब चाहिँ हामी टक्क कन्जर्भेसन एरिया देख्न सक्नुहुन्छ यहाँ डाक्टरहरुको इको पार्क जाँदैछौँ लेट्स गो यहाँ देख्न सक्नुहुन्छ र यो चाहिँ हाम्रो भ्यू रहेको छ यो चाहिँ हाम्रो शपिङ सेन्टर कोदो सुका ल कोदो फर्स्ट टाइम देखेँ मान्छे भनेर भन्दिनँ यो चाहिँ ताल र मन्दिर रहेको छ देख्न सक्नुहुन्छ यो चाहिँ सिडी चढेर हामी अब यति सिडी चढेर आइसक्यौँ अब चाहिँ यति चढ्न बाँकी छ यो चाहिँ हाम्रो यो पानी टन्की जस्तो आइसकेका छौँ अझै छ सिडी मात्र रहेछ बनै भन्छ अचम्मै रहेछ दङ्गै परियो अनि फाइनली अब चाहिँ आइसक्यो ल यो चाहिँ हाम्रो भ्यू टावर रहेको छ यो चाहिँ हामी सिडी छ र आकाशले नि आज साथ दिएको छ ड्याम ल यो चाहिँ भ्यू टावरको चाहिँ हामी भ्यू टावरको भ्यू हेरेर फर्किन लागिसकेको अवस्था प्रकृति चढ्दैछिन् म हिँड्दैछु पूजा त्यहाँ छिन् अब चाहिँ मस्त झर्ने क्रममा छौँ हामी अब चाहिँ सिडी झर्ने क्रममा हामी भ्यू पोइन्टबाट फर्किसक्यौँ हामी प्रकृति पछि आउँदेखि ओह्रालो झर्नु चाहिँ सजिलो ममता भएको जस्तै हामीले चाहिँ नास्ता मात्रै खाएको अब भोकिसक्यो एउटा राम्रो स्पोट खोजेर चाहिँ नि अनि टक्क मिठो खाजा चटपटे खाने फेमस चटपटे खाने आउनु नि ल 3टा पी स्क्वायर एमको मिठो चटपटे जहाँ चाहिँ पाइन्न हेरी ल प्रकृतिले छिटो बोलाउनु होला कृपया हजुरहरूले 1 2 3 ल बाई ल फेरि भेट 새벽이 찾아와 밤에